सानो हेर त यहाँ फाइनली हामी दुनै आज बिहान खलङ्गाबाट हिँडेको अहिले डोल्पाको सुलीगढमा आइपुगेका छौँ। यहाँबाट चाहिँ अब हामीले सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको चाहिँ एरिया सुरु हुन्छ। यो चाहिँ तल देखिरहेको ठुलै भेरी र माथि चाहिँ यताबाट आइरहेको चाहिँ सेफोक्सुन्डोबाट यो जुन दुईवटा पहाडको स्पेस खोप देखिराख्नु भएको छ त्यहीँबाटै जाने हो हामी। सायद निकुञ्जको पोस्ट हुनुपर्छ यहाँ हामी इन्जोय गरेर आज अब लगभग 2 घन्टा जति हिँडेर एउटा कुन ठाउँमा पुग्छौँ कागबेनी भन्ने ठाउँमा पुगिन्छ अनि आजलाई त्यहीँ रेस्ट गरिन्छ। बाइक चाहिँ हामीले त्यहाँ पारी पार्क गरेका छौँ है। र यहाँ अब इन्ट्रीको कुराहरू के कस्तो हुन्छ म एकछिनमा भन्छु है। सानो मलाई पनि देखाउ त ल। जय सातदल भन्ने रहेछ यता यो आर्मीहरूको ब्यारेक। सानो अगाडि सानो त बहुत एक्साइटेड छ। सानो एक्साइटेड छ। अब टिकट पनि काटियो 600 रुपियाँ लिँदो रहेछ। अनि कति बज्यो अहिले 5:30 बजिसक्यो। अब टोटल त्यहाँ चेक पोस्टबाट टोटल हजुरको टोटल सेफोक्सुन्डो लेक 30 किलोमिटर छ। अब अप डाउन गरेर 60 किलोमिटर हुन्छ। अब त्यो भएर होइन आज चाहिँ धेरै भए पनि हजुरको 6-7 किलोमिटर जति हिँडिन्छ होला। सुरुमा स्टार्टिङ वार्मअप भइरहेछ। ल यसो वार्मअप भएर बाटो चाहिँ डेन्जर नै छ। अहिलेसम्म त उकालो छैन। त्यो बाटो यहाँबाट हाइवेबाट आएर सानो यता हेर त। यहाँनिर चाहिँ डेन्जर रहेछ बाटो। होइन बिस्तारै हिँड बिस्तारै। ल यता हेर त। त्यहाँ तल जाउँ न पहिला। यताबाट छिटो जाऊ यता हेर सानो यता सानो वेट
रोक न सानो यहाँ चाहिँ अलिकति डेन्जर सेक्सन रहेछ माथिबाट पहिरो खसेको डेन्जर बिस्तारै होइन बिस्तारै हिँड्दा हिँड्दा अलि ढिलो भइसक्यो अब कागिनी पुग्दैछौँ हामी 7 बजे कागिनी त्यहाँ लाइट देखिरहेको छ नि कागिनी गुड मर्निङ गाइज हामी आज सेफोक्सन्डोको ट्रेलको चाहिँ आज मर्निङ फ्रेन्ड्स अहिले हामी काई गाउँमा छौँ हिजो राति हाम्रो स्टे यहाँ भयो एकदमै राम्रो थियो यहाँको बसाइ पनि हिजो राति यहाँ खाना खायौँ यहाँ माथि चाहिँ हामीले बसेका थियौँ स्पेस पनि राम्रो छ यो ठ्याक्क राति चाहिँ सानो गुड मर्निङ सानो सानो यहाँ आएर गुड मर्निङ भन के छ आज कहाँसम्म पुग्ने हो आज सानोको गेटअप मफलर हटाइदेऊ सानो ल मलाई पनि देखो त हामी होटलमा बसेको सुनिता होटल एन्ड लज ल मेरो बुढाको गेटअप हेर्नुहोस् प्याक भइसक्यो सबै सामानहरू अब नचाहिने सामानहरू हामीले यहीँ छोडेका छौँ माथि आज झर्ना होटलसम्म जाने हाम्रो प्लान छ 7-8 घन्टा जति हिँड्नुपर्छ 20 किलोमिटर जति नन स्टप हिँड्ने यहाँ खाजा खाने नन स्टप हिँड्नुपर्छ म यहाँहरू राम्रो छ यहाँको स्पेसहरू काई गाउँ यहाँको घरको बनावट हजुर नदीको आवाज पनि सुन्न सक्नुहुन्छ है यहीँ छ नदी यतैतिर के छ आजको प्लान कहाँ जानेछौँ हामी आज हामी सकेसम्म चाहिँ सेफोक्सुन्डो नै पुग्ने भन्ने प्लान छ तर यताको दाइलाई चाहिँ सोधेको हामीले उहाँले चाहिँ तपाईँहरू पुग्न सक्नुहुन्न भनेर हुनुहुन्छ सकेसम्म झर्ना होटल पुग्ने अनि त्यहाँदेखि चाहिँ भोलि बिहानै उठेर अनि 2-3 घन्टामा सिधै हामी सेफोक्सुन्डो पुग्छौँ जहाँसम्म पुग्ने तर डरै हिँड्नुपर्छ आज ल ओके पानी खाएको छ तातो पानी ओके ल अहिले खाजा पनि रेडी गरिसक्नु भएको छ यहाँको दाइले सानो के छ खाजामा चना यो चना फ्राई गर्नुभएको छ दाइले प्यासेज हालेर अन्डा छ बोइल अन्डा अनि चिया ल ओके ल फाइनली सानो कति बज्यो ल हामी यहाँबाट हिँड्यौँ फाइनली हाम्रो हिजोको स्टेबाट काई गाउँ अब भर्खर सुरु भएको छ यो अब फर्स्टको स्टार्टिङ पोस्ट हो यहाँबाट हामीले माथि आजै सेफोक्सुन्डोसम्म त पुग्न सक्दैनौँ त्यहाँभन्दा सेफोक्सुन्डोको तल सिधै जाऊ सिधै यस्तो छ
के हो 와 갈게요. Ano ito? Talaga pumili naman ko sa mo. एउटा यताकै सानो गाउँ आइपुगेका छौँ। लुक गाई माता दाजु नमस्ते। कुन गाउँ दाइ हो? हजुर जलास जलास अरे यहाँ त पक्कै अल्छीको म त पाइपको रहेछ कि पाइपको नन स्टप पानी बगिरहेको छ यहाँ रातभरि पानी बगेर सुत्न दिएन। थाक्यो भर्खर हामी 1 घन्टा जति हिँड्यौँ। अब बिस्तारै वार्मअप भइरहेछ। अब हिँड्नु छ धेरै। दिनभरि हिँड्नु छ नि। बाटो
युट्युबमा हाल्नुहुन्छ नि त यस हाम्रो खोला आयो कि तपाईँ जिनिसमा त सानो एकचोटि रमाइलो लागिरहेको छ अहिलेसम्म त होइन त्यस्तो थकाइ त लागेको छैन अब लेट्सी हेरौँ अगाडि के हुन्छ र आज दिनभरि पनि हिँड्नु छ आज दिनभरि हिँड्यो भने चाहिँ हामी झर्ना होटल उडन ब्रिज यस मैले भनेको यही हो यही प्लेस हो क्या यो हो कि अर्कै हो अर्को हो त्यो अलिक होच थियो कि हो फेरि पछाडि जाउँछ हामी त माछा जाने मेरो आउँछ एउटा यो बाटोमा आउँदै गर्दा चाहिँ एउटा हाइड्रोको प्रोजेक्ट पनि रहेछ सानो मिनी हाइड्रो यहाँबाट अब त्यो स्वागत होटेलबाट हिँडिसकेपछि अब छेप्का बजार पुग्छौँ स्लाइटली टफ छ यहाँनिर चाहिँ उकालो माथि हो त्यहाँबाट साइडमा नजाऊ साइडमा आइछु न
टेक्दैन नि गलत बाटो पनि यता नलाग्नु होला यो साइड ए यो साइड खाली आएको हुन्छ हुन्छ यहाँ हो त सानो रुख हेर यहाँ बसौँ यहाँबाट अब चेप्का पुग्छौँ केही समयमा हो भइहाल्छ नि कति गाह्रो भइरहेछ अब हामी कहाँ पुग्छौँ चेप्का अब हामी चक्का पुग्छौँ तपाईँलाई कति टाइम लाग्छ अब तल दुधाले 1 घन्टा होला थियो आधा घन्टा त हिँड्यो होला आधा घन्टा लाग्छ होला ए अहिलेसम्म कस्तो के महसुस कस्तो भयो त अहिलेसम्मको कस्तो छ ट्रेन कस्तो थकाइ लागिरहेको छ कस्तो हुन्छ होला बिहाल छ ओके गाइज अब अहिले बिहान हामी 8 बजे हिँडेर चेप्का भन्ने ठाउँमा पुगेका छौँ ठ्याक्कै हजुरको एराउन्ड 11 बजेको छ अब यहाँ रेन्सी भन्ने रहेछ डेस्टिनेसन नेक्स्ट डेस्टिनेसन रेन्सी 7 किलोमिटर 3 घन्टा अब खासमा नर्मल 7 किलोमिटर त हजुरको 1 घन्टामै वाकिङ डिस्टेन्स हो तर यहाँ अब हिली टरेनले हामीलाई 3 आवर्स लाग्छ रेन्सी पुग्न यो चाहिँ हजुरको चेप्का गाउँ हो नेक्स्ट तल कागेनी पछिको एउटा व्यवस्थित यहाँ बसोबास भएको चाहिँ चेप्का त्यसै ऊ बनाइछ हजुर दिन्छ न पानी भर पानी तिमीले पानी कहाँ भर्ने हो कहाँ खाने त सोध नि त हामी पहिला खाइछु सानो यता हेर होटलै छैन रहेछ नि त यहीँ खाने हो लाउन सोध्नु त्यहाँ
त्यो के लेखेको थाहा छ तिमीलाई? ओम माने पम्मे पन्मे हुँ। त्यो भनेको ओम नमः शिवाय हो क्या? हँ कसै बुझ्छ र त्यो? ल पैसा थियो अहिले हामी चेप्काबाट हिँडेको आधी घन्टा भयो। आधी घन्टामा चाहिँ एउटा त्यहाँ ब्याम्बो उडान ब्रिज आएको छ, त्यसको बाहिर जाँदैछौँ। यो चेप्काबाट चाहिँ अलिकति बाटो सहज छ, एउटा नर्मल प्लेन सर्फेसमा छ। हेर सन ग्रुप आयो अरे त त्यहाँबाट त सानो रोक हेर यहाँ सानो सानो के पो निन्द्रा लाग्यो? हँ कस्तो हुँदो रहेछ? अब कति छ रिम्ना यहाँबाट? 1 घन्टा भने होइन? हामी अब चेप्काबाट हिँडेको 1.5 आवर भइसक्यो। 3 घन्टा फेरि लाग्छ भनेको। 1.5 आवर लाग्छ नि त फेरि। मैले त स्टिक ल्याएको थिएन, यही काठको बनाएको छु पैसाकै। चेप्काबाट यो रिम्ना ब्रिजमा चाहिँ एउटा अलिकति टफ यो सेक्सन रहेछ।
हजुरको बनाइदिन्छु पहिला के गर्नु म हजुर बनाइदिन्छु अलिक टाढा पर्छ न हेलो माथिसँग जाने हामीसँग निरञ्जन खड्काको साथी गुड गरे खै गुड 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 अब अर्को गुड अर्को अर्को ल फेरि गुड 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 माथिसँग जाने ल हस् अब यो हाम्रो साथी भइसक्यो अब यो माथिसम्म जानेवाला छ हेलो यसलाई साथी खोजेको हो कि यो पनि माथि जान खोजिरहेको छ साथी चाहिएको हो चो आइसा आइसा चो चो कालु चो आइसा माथि उकालोमा पनि साथ दिइराख्नु भएको छ हेर त बिचरा दायाँ बायाँ गर्दै हिँडिरहेको छ अगाडि अगाडि होइन न जान्ने हो कि माथि आइसा चो यार चो ल एकछिन हामी रेस्ट गर्दैछौँ गाह्रो
12:30 बजे सेप्काबाट हिँडेको अहिले अलमोस्ट 3:30 भइसकेको छ। 3 बजेतिर आउने प्लान थियो, 3:30 भयो। लास्ट हामी यो कुन हो रेन्ची गाउँमा आइपुगिसकेका छौँ। सानो एउटा यो सेटलमेन्ट छ। के छ कुन गाउँ चाहिँ सानो यो रेन्ची गाउँ? ए यही सजिलो भयो जस्तो लाग्यो मलाई त। त्योभन्दा त्यहाँ अगाडि मात्र अप्ठ्यारो थियो कि। प्योर ब्ल्याक समदुवा भन्ने ठाउँमा आइयो है। 3117 मिटर समदुवा पोस्ट। सानो होइन यो चाहिँ अन्तिम अब एउटा झरना होटेल भन्ने रहेछ यो ठाउँलाई। यहाँसम्म चाहिँ नर्मल छ। अब यहाँबाट चाहिँ हजुरको जुन तिर्लिचो लेकको लागि, तिर्लिचो लेक त अब डाँडाको सरी सेफोक्सुन्डो चाहिँ हजुरको माथि टपमा छ। यहाँबाट चाहिँ अलिकति ठाडै टपमा हजुरको लगभग 500-600 मिटर चाहिँ चढ्नुपर्ने हुन्छ हामीले यहाँबाट। अब हामीले डिसाइड गर्नुपर्छ कि अब यो यहाँबाट 3 घन्टा जति लाग्छ त्यो 600 मिटर चढ्नलाई। आज यहीँ बसेर भोलि बिहान अटेम्प गर्ने कि लेकको लागि। अब आज त 5 बजेर हाम्रो यता 15-16 मिनट भइसक्यो। के गर्ने होला। नमस्कार। आराम हुनुहुन्छ? ल गाइज अब हामीले के गर्छौँ हजुरलाई थाहा भइहाल्छ। हजुरको यहीँबाट
हजुर ऊ यो पोइन्टमा छ नि यो पोइन्टमा चाहिँ हो फोक्सुन्डो छ अरे हिँडेको 5 बजी त ननिस डर हिँड्यो बिहान 8 बजेबाट हिँडेर कागनी रे कागेनीबाट हिँडेको अनि हामी यहाँ जो 5:30 सेफोक्सुन्डोको यहाँ बेस क्याम्पमा पुगिसक्यौँ तल सेफोक्सुन्डो बेस क्याम्प पुगिसक्यो अब हामीलाई डिसाइड